बिस्मिल्लाह सङतामाङ वेलकम टु माई मिनी ब्लग। आज पनि एउटा सानो मिनी ब्लग बनाउँदैछु। आज शनिबार हामी चाहिँ आज माथि जग्गामा सब्जी रोप्न जान लागेको। पानी पर्यो, त्यही भएर पानी परेपछि चाहिँ अब सब्जी हुन्छ भनेर। अनि मेरो छोरीले चाहिँ स्कुलमा प्रोजेक्टमा प्लान्ट्स के मोटर जर्मिनेसन गरेको रहेछ। अनि पनि माथि बारीमै रोप्ने भनेर चाहिँ अब हामी निस्किन लागेको। यहाँ हुनुहुन्छ सरजी, यहाँ मेरो छोरी, अनि म चाहिँ भिडियो बनाउँदैछु। यो चाहिँ स्कुलमा प्रोजेक्ट गरेको अरे, प्लान्ट्स जर्मिनेसन गरेको अरे। अब चाहिँ हामी लाग्यौँ घरबाट। के गरेको हौ यस्तो मोटर जर्मिनेसन गरे रहेछ सबैजनाले। अनि मेरो छोरीको चाहिँ राम्रो भएको थियो रहेछ। अनि आर्यले चाहिँ पाएन नभए आर्यले पाएन। किन? आर्य एब्सेन्ट थियो होला नि त त्यो दिन। आर्य एब्सेन्ट थियो। यस्तो जतन गरेर बगाएछ उसको प्लान्ट। एउटा त अलिकति भाँचिनु पनि खोजेछ। अनि मैले चलिरहेछ कि आज फेरि हावा चलेर मेरो हावा चलेर धेरै घर बनिएछ यहाँ त। एउटा दुईटा तिनटा चारवटा घर बनेछ हौ। आमा पनि धेरै बनिसकेछ नि। एउटा दुईटा तिनटा चारवटा घर बनिसकेछ। ए अर्को नि बन्दै रहेछ, 5वटा बनिसकेछ। घरै घर बनिसकेछ नि त यहाँ त। अनि यहाँ पनि घर बन्छ। घरै घर बनि। ओहो